मौका आउँछ पर्खिँदैन, बगेको खोला फर्किँदैन भन्छ। नमस्कार सम्पूर्ण साथीहरूलाई, म तपाईँहरूलाई यो हाम्रो कालीथान चोकबाट बरुन जाने बाटोतिर म जाँदैछु साँझमा होइन। अनि मैले कुरा यो उद्गार किन भनेको भन्नुहुन्छ भने यसपटक चाहिँ मैले मौरी पालनसँग सम्बन्धित काम गर्नु पर्यो, मौरी अब पाल्नु पर्यो भन्ने हिसाबले सोचेको थिएँ। एक दुईजना मौरी पालक जो हुनुहुन्थ्यो अग्रज कृषकहरू उहाँसँग पनि कुरा गरेको थिएँ। घर कसरी पाउँदो रहेछ, मौरी के जातको हुँदो रहेछ भनेर आधारभूत कुराहरू मैले त्यो एउटा किताब पढेर पनि के भन्थ्यो मली फेराएर खनि के भन्ने जातको मौरीहरू हुँदो रहेछ होइन, स्थानीय जातको। अनि लिनु पर्यो होला भनेको थिएँ। वास्तवमा मैले हाम्रो यो गाउँमा चाहिँ यो जुन यो तोरीहरू देख्नु भएको छ नि, यो तोरी वारपार के वारपार जताततै तोरीहरू देखेर मैले वास्तवमा यो कुरा चाहिँ मेरो मनमा आएको थियो कि कम्तीमा धेरै नभए पनि अब यहाँ हेर्नु, यहाँ यो जग्गा बिक्रीमा छ होइन, फोन नम्बरहरू त्यहाँ देख्नु होला। जग्गा चाहिएको छ भने तपाईँहरूले पनि भन्न सक्नुहुन्छ। त्यो कल्पना गरेको थिएँ क्या मैले। अनि यो चाहिँ कस्तो भयो भने के को कथा भन्छन् नि होइन, भोलि गरौँला अब 10वटा जति घर किनेर चाहिँ मौरी राख्यो भने चाहिँ आफूलाई नि खाना हुन्छ, अलिअलि बेच्न नि हुन्छ, ज्ञान पनि हुन्छ, आधारभूत सिप पनि सिकिन्छ भन्ने सोचेको थिएँ। गफै मात्रै भयो यो पटक पनि होइन। अनि यत्रो तोरीबारी जुन छ ल अब यत्रो तोरीबारीमा चाहिँ यहाँ पर कहाँको घारहरू ल्याएको मौरी पाल पर यहाँदेखि वारपर आँखाले नभ्याउन्जेलसम्म पर त्यो बाँसघारी देखिन्छ पर होइन, त्यहाँसम्म पनि तोरी नै छ यसपटक। मैले त राम्रै सोचेको छु रहेछ, सोच्न चाहिँ कति राम्रो छ है, घाम त्यताबाट हेर्नु सनसेट हुन लागिरहेछ, राम्रो छ। अनि नमस्ते, सोच्न चाहिँ राम्रै सोचेको रहेछ है, बुद्धि पनि ठिकै आएको त। अलि अगाडि नै फेरि मैले सोचेको तर गर्न सकिएन। अनि एकजना त्यससँग सम्बन्धित ज्ञान भएका ज्ञाता भनौँ न, मौली पाली पनि रहेको अनि ज्ञान पनि भएको, उहाँलाई सोधखोज गरेको त उहाँले त अब मलाई जनप्रतिनिधि हो भन्ने हिसाबले उहाँले त के भन्नु भने मलाई सिकाउने र घारहरू दिने भन्दा पनि त्यो कार्यक्रम कस्तो छ, कार्यक्रम चाहिँ बरु के छ त्यहाँ होइन, त्यो युवाहरूको लागि युवा रोजगारसँग उद्यमशीलसँग सम्बन्धित कार्यक्रमहरू, त्यो कार्यक्रमहरू चाहिँ हेर्नु न त्यहाँ छ भने त्यही तालिम लिनु। त्यतिखेरै नमस्ते तालिम लिनु भनेर भन्नुभयो। भनेपछि ल हेर्नु यता पनि छ तोरी, ल हेर्नु म भन्दैछु यसपटक यो तोरीमय भएको छ। यता कानेपोखरीतिर मात्रै हो कि सबैतिर हो होइन, यो चाहिँ एकदमै मनमोहक, हेर्दाखेरि पनि राम्रो छ। साँझमा म हिँडेको अनि यो तोरी देखेर होइन, यो भन्छ नि काम साँचे आफूलाई, खाना साँचे अरूलाई भने जस्तो होइन। गर्न मैले त्यतिखेर जसले जे भने पनि गरिदिउँ नि त लु भनेको। आज मौरीले मह पनि पार्ने रहेछ यो पटक होइन, कति राम्रो हुनेछ, खान नि पाइने, बेच्न नि पाइने, सिकिने पनि होइन। 1 लाखकै अन्डरमा 8 लाख भनौँ न, 8 देखि 9 हजारमा त मौरी र घारसहित पाइँदो रहेछ होइन। 1 लाखसम्ममा 7देखि 8वटा घार त पाल्न सकिन्थ्यो जस्तो लागेको थियो। बाहिर मान्छेहरू, कहाँका मान्छेहरू हुन् होइन, मौरी पालक कृषकहरूले ल्याएर बिचबिचमा यो तोरीहरूमा उहाँहरूको घारहरू छ है। उहाँहरूले पछि मह पनि खानुहुन्छ होइन, पैसा पनि कमाउनुहुन्छ। हामी त्यो कस्तुरीले बिडा थाहा नपाए जस्तो, जानु कस्तुरीले चाहिँ आफ्नो बिडा खोजे जस्तो हामी तोरी उत्पादन गर्छौँ, तोरीको लागि फेमस छ।
सुइटेबल छ इन्भाइरोमेन्ट पनि मौरीका लागि होइन, रुख बिरुवा पनि त्यत्तिकै लगाइरहेछ मान्छेहरूले, तर हामी यो चाहिँ काम गर्न सकिरहेको छैनौँ। कता कता आँट नभएको हो कि होइन, कन्फिडेन्स नभएको हो कि, बजारको डर हो कि, लाख रुपियाँ लगानी गरेर 7-8वटा घार ल्याउनलाई पनि कन्फिडेन्स भएन क्या। तपाईँहरूलाई पनि त्यस्तै भयो होला होइन। सोच्नुहोस् है, मौरी पालन पनि एउटा लुक्राटिभ बिजनेस हो, फाइदाजनक बिजनेस हो होइन। मैले त पढेको थिएँ, पढ्दाखेरि चाहिँ गर्न सकिन्छ भन्ने लाग्छ। यो चाहिँ मोबाइल घुम्ती स्टाइलले पनि पाल्न सकिँदो रहेछ। अहिलेको लागि तपाईँहरूलाई यति नै मैले भने। टुरीको हेर्नु सिन हेर्नु सिन।